नेपाली राजनीतिक क्षेत्रका एउटा यस्तो अद्भुत व्यक्तिको बारेमा बनाइएको किताब जसमा चाहिँ नेपाली समाजका यस्ता अद्भुत व्यक्तिहरूले लेख्नु भएको छ। त्यो पुस्तकको विमोचनमा गएर त्यो पुस्तकको बारेमा समालोचना गर्ने, त्यो पुस्तकको बारेमा विचार व्यक्त गर्ने ल्याकत मेरो दिमागले भ्याउँदैन दाइ, म कार्यक्रममा आउँदिन होला भनेर भनेको थिएँ। अनि फोन राखेको 4-5 मिनेटमा फेरि यसो सोचेँ, एउटै मञ्चमा नेपालका तीन बहुप्रतिभाशालीहरूको भेटघाट हुँदैछ। एउटा म जसले गीत सङ्गीतबाट भर्खरै एउटा बसन्त भन्ने फिल्म बनाएको छु, त्यही भएर मैले बहुप्रतिभाशाली भन्न लाग्यो आफूलाई। एकजना सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको प्रतिभाहरूको बारेमा त तपाईँलाई थाहै छँदैछ। उहाँको साहित्यिक चेत, उहाँको कला चेत, उहाँको सङ्गीत चेत र विशेष गरेर उहाँको व्यङ्ग्य चेतको बारेमा त हामी परिचित छँदैछौँ। एउटा बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यू। र अर्को प्रतिभाशाली व्यक्तित्व आजका लेखक गणेश पाण्डे, जसले बनाएका वृत्तचित्रहरू अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत छन्। 2-4वटा म्युजिक भिडियोमा मलाई खेलाउनु भएको छ, खै के जोस चलेर हो। कहिलेकाहीँ फोन गरेर भाइ एउटा गीत बनाउनु पर्यो भनेर गीतको कुरा पनि गर्नुहुन्छ, पत्रकारिता पनि गरिरहनु भएको छ, एट द सेम टाइम राजनीतिमा पनि व्यस्त हुनुहुन्छ। यी 3वटा बहुप्रतिभाशालीहरूको भेटघाटको यो मौकालाई नछोपौँ भनेर म उपस्थित भएको छु। तपाईँलाई अल्छी लाग्दैन भने एउटा ताली बजाइदिनुहोस् न हाम्रो नाममा। एकैछिन मैले किताबमा लेख्न पाइनँ, तर मैले केही लेख्छु भनेर नोट चाहिँ गरेको थिएँ र मैले सम्माननीय प्रधानमन्त्रीज्यू केपी शर्मा ओलीज्यूलाई मैले राजनीति व्यक्तिको रूपमा भन्दा पनि उहाँको व्यक्तिगत जुन ग्राफ छ, व्यक्तिगत जुन सङ्घर्ष छ, जुन यात्रा छ, त्यो देख्दाखेरि चाहिँ मलाई विचित्रै लाग्छ। म एउटा नयाँ पुस्ताको युवा भएको हिसाबले मैले एक बारको जिन्दगीमा कम्तीमा पनि यतिको सपना देख्न सक्नुपर्छ, यतिको सङ्घर्ष गर्न सक्नुपर्छ, एक बारको जिन्दगीमा यति धेरै रङहरू पनि बाँच्न सम्भव छ, यति धेरै परिवर्तनहरू गर्न र परिवर्तनहरू देख्न सम्भव छ, यति धेरै प्रगति गर्न सम्भव छ, तेह्रथुमको कुनै गाउँबाट आएर सर्वोच्च निकायको नेपालको कार्यकारी प्रधानमन्त्री हुन सम्भव छ भन्ने एउटा अरू कुराहरू छोडौँ, अरू राजनीतिक यात्राहरूको कुराहरू, विचारको कुराहरू, उहाँहरूको कम्युनिस्ट आन्दोलनको कुराहरू, अहिले कार्यकारी भएर देश चलाउने कुराहरू छोडेर एउटा व्यक्तिगत रूपमा केपी शर्मा ओलीलाई हेर्ने हो भने पनि हामीले, हाम्रो समयका युवाहरूले र अलिकति निराश बाआमालाई गरिब देखाएर गाउँको भेगमा जन्मिए भनेर अथवा विभिन्न बाहनामा सपना देख्न पछि हट्ने, प्रगति गर्न पछि हट्ने, सङ्घर्ष गर्न पछि हट्नेहरूका लागि चाहिँ केपी शर्मा ओलीज्यूको जीवन चाहिँ साँच्चीकै प्रेरणादायक छ। उहाँको जीवन ग्राफलाई मात्रै हेर्ने हो भने पनि यार सामान्य समय, यार जीवनमा असम्भव भन्ने कुरा केही पनि छैन, गर्न सकिँदो रहेछ त भन्ने हिसाबले चाहिँ व्यक्तिगत प्रेरणा चाहिँ उहाँबाट लिइरहेको हुन्छु म पनि र अरूलाई पनि। त्यो यो पुस्तक मार्फत गतिलो उदाहरण हुनसक्छ। मेरो बाआमा अहिले 58-60 वर्षको हुनुभयो, अनि उहाँहरूले कहिलेकाहीँ ब्ल्याकमेल गर्नुहुन्छ, यत्रो बुढी हुन लागिसक्यो, अब बिरामी भइन्छ, यो भइन्छ, त्यो भइन्छ भनेर। अनि मैले उहाँहरूलाई उहाँको स्वास्थ्य अवस्थाको बारेमा र अहिले प्रधानमन्त्रीज्यूको सक्रियताको बारेमा उहाँलाई भनेर मनाउने गरेको छु। सो उहाँको आत्मविश्वास, उहाँको जुन किसिमको ऊर्जा छ, जुन किसिमको यो उमेरमा पनि जुन किसिमको उहाँको उमेरभन्दा बढी युवा सोच छ, त्यसपछि म ती कुराहरूलाई चाहिँ सापट्टि माग्न चाहन्छु। उहाँको स्मरण शक्ति छ। मैले 3 चोटि भेटेँ र 3 चोटि भेट्दाखेरि मैले 3वटा गीत निकालेको थिएँ उहाँसँग बालुवाटारमा निक्लिँदाखेरि। उहाँलाई 3वटै गीत याद रहेछ। कानमा झुम्का न कसले किनिदियो पनि याद रहेछ, पीर पनि याद रहेछ। अनि म एउटा सामान्य कलाकारका लागि त्यो एउटा ठुलो प्रेरणा भयो। यसका लागि म धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। एकपटक गणेश पाण्डे दाईसँग लमजुङमा भेट भएको थियो मेरो। तपाईँ जानुहोस् भन्न आउनुभएको त होइन? होइन, व्यङ्ग्य थियो, केही दिन अगाडि भाइरल भएको थियो यो क्लिप। एकपटक गणेश पाण्डे दाईसँग लमजुङमा भेट भएको थियो। अनि म त्यतिखेर भर्खर आफ्नो कलाकारिता सुरुवात गरेको थिएँ। अनि स्टेजबाट भर्खर गीत गाएर मलाई कसैले पनि चिन्दैन थियो। म एकजना कलाकारको पछि लागेर स्टेजमा गाउन पाइन्छ भनेर गएको थिएँ। अनि स्टेजबाट झर्ने बेलामा चाहिँ गणेश दाईले तिमी राम्रो गाउने रहेछौ, तिमी लामो रिसको घोडा हुन्छौ है प्रकाश भाइ भनेर मलाई धाप मार्नु भएको थियो। गणेश दाई मलाई, म जुन समाजमा हुर्केँ, जुन समयमा हुर्केँ, मलाई घोडाहरूभन्दा खच्चडहरू मन पर्थ्यो। म जन्मिँदै गर्दाखेरि मलाई घोडा र घोडा चढ्ने मान्छेहरू खराब लाग्थ्यो, शासकहरू लाग्थ्यो। तर खच्चड खेद्नेहरू र खच्चड खेद्नेहरूले बोकेर आउने रातो पर्चाहरू, सूर्य अङ्कित, तारा अङ्कित, कलम अङ्कित, हँसिया हथौडा अङ्कित पर्चाहरू प्रिय लाग्थ्यो। र मैले धेरै पछि थाहा पाएँ ती पर्चाहरू, ती विचारहरू
कुनै जेलमा बसेर, कुनै कुनामा बसेर, जेलनेल सहेर, कुनै भूमिगत बसेर केपी शर्मा ओलीज्यूहरूले बनाउनु भएको रहेछ र यो परिवर्तनको लागि यो भूमिका उहाँको रहेछ भन्ने कुरा चाहिँ मैले धेरै पछि थाहा पाएँ। र जब थाहा पाएँ मैले उहाँ र उहाँको पुस्तालाई, नयाँ पुस्ताको, आज हामीले जुन नयाँ व्यवस्था पाएका छौँ, जुन वाक स्वतन्त्रता पाएका छौँ, जुन नयाँ समृद्धिको सपना देख्न पाएका छौँ, उहाँ र उहाँको पुस्ताको यो योगदानको लागि म यो पुस्ताको भएको हिसाबले मनैबाट आभार व्यक्त गर्न चाहन्छु। तर एट द सेम टाइम हामीले हाम्रो जीवन बाँच्नु छ, नयाँ समयअनुसार बाँच्नु छ। तपाईँहरूले अब गर्ने कार्यशैलीहरू म उहाँ मार्फत सबै त्यो समयमा परिवर्तनमा योगदान गरेका नेताहरूलाई भन्न चाहन्छु कि तपाईँहरूले जुन यो व्यवस्था परिवर्तनका लागि योगदान पुर्याउनु भएको छ, तपाईँहरूको अबको कार्यशैलीले चाहिँ म जस्ता युवाहरूमा जुन किसिमको छाप छ तपाईँहरूलाई लिएर, यो उहाँहरूले गर्दा नै हामी यहाँ छौँ, यो देश यहाँ अवस्थामा छ, यो देशको परिवर्तन उहाँहरूले गर्दा सम्भव भएको हो भन्ने जुन किसिमको केपी शर्मा ओलीज्यूहरूको इमेज मेरो दिमागमा छ, त्यो कहिले पनि परिवर्तन नहोस्, झन् बढ्दै बढ्दै जाओस् र तपाईँहरूको योगदान, तपाईँहरूको आगामी कार्यशैलीले फितलो नहोस्, यही शुभकामना दिन चाहन्छु। मञ्चको लागि धन्यवाद।